नमस्कार, देव सञ्चार मिडियामा हजुरहरू सबैलाई स्वागत छ। म प्रेरणा पाण्डे। आजका मुख्य खबरहरू यस प्रकार छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु भएको छ। सिंहदरबारमा भइरहेको बैठकमा सदा पक्ष र प्रतिपक्षका शीर्ष नेताहरू सहभागी भएका छन्। बैठकमा सुनसरीको पछिल्लो घटनाबारे छलफल गर्दै सामाजिक सद्भाव कायम राख्ने र साझा समाधान खोज्ने विषयमा कुराकानी भइरहेको छ। देशको वर्तमान राजनीतिक अवस्था तथा शान्ति सुरक्षाको विषयमा पनि साझा धारणा बनाउने प्रयास भइरहेको बताइएको छ। भारतले प्रधानमन्त्री बालेन्द्र शाहलाई औपचारिक भ्रमणको निम्तो दिएको छ। भारतको विदेश मन्त्रालयले प्रधानमन्त्री शाहलाई औपचारिक निम्तो पठाएको पुष्टि गरेको छ। भ्रमणको मिति भने अझै तय भएको छैन। भ्रमणका क्रममा नेपाल भारत सम्बन्ध, व्यापार, ऊर्जा पूर्वाधार र अन्य साझा विषयमा छलफल हुने अपेक्षा गरिएको छ। धनुषाको विदेह नगरपालिकाका पूर्व वडा अध्यक्ष विरुद्ध एम्बुलेन्स भाडामा लगाएको आरोपमा कानुनी प्रक्रिया अघि बढेको छ। काठमाडौँ स्थित भारतीय दूतावासले सार्वजनिक सेवाको लागि दिएको एम्बुलेन्स करिब 3.5 वर्षसम्म भाडामा लगाएर रकम लिएको आरोप लगाएको हो। अख्तियारको अनुसन्धानपछि भारतीय दूतावासले पनि छुट्टै मुद्दा दायर गरेको छ। जापानमा 7.1 रेक्टर स्केलको शक्तिशाली भूकम्प जाँदा कम्तीमा 13 जनाको मृत्यु भएको छ। भूकम्पले घर, सार्वजनिक भवन, रेल सेवा र ऐतिहासिक संरचनामा क्षति पुर्याएको छ। हजारौं मानिस सुरक्षित स्थानमा सारिएका छन् भने उद्धार टोलीले हराइरहेका तथा पुरिएका मानिसहरूको खोजी कार्य जारी राखेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी घटनाबारे वक्तव्य जारी गर्दै दोषीमाथि कानुनी कारबाही हुने बताएका छन्। घटनामा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको उपचार खर्च सरकारले बेहोर्ने र पीडित परिवारलाई आर्थिक सहायता उपलब्ध गराइने बताएका छन्। साथै भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक प्रशासनिक कदम चालिने र सबैलाई शान्ति तथा सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन्। नयाँ सङ्घीय संसद भवनको निर्माण 96% पुरा भए पनि अझै सम्पन्न हुन सकेको छैन। सरकारले निर्माण सम्पन्न गर्न 7औं पटक म्याद थप गर्ने तयारी गरेको छ। प्रतिनिधि सभा कक्ष पूर्ण रूपमा तयार भइसकेको छ भने राष्ट्रिय सभा कक्ष र अन्य अन्तिम निर्माण कार्य भइरहेको छ। संसद भवन निर्माण सन् 2019 मा सुरु भएको थियो। हस्ता आजका मुख्य खबरहरू यति नै। मलाई पनि बिदा दिनुहोस्। धन्यवाद। नमस्कार।